नमस्ते सबैलाई। यदि तपाईँ टुरिस्ट भिजामा कुनै पनि देश जान चाहनुहुन्छ भनेपछि यो भिडियो नछुटाइकन हेर्नुहोला। सबैभन्दा पहिले टुरिस्ट भिजा भनेको केही दिनको लागि त्यो देशमा गएर भ्रमण गर्ने अनुमति, केही दिनको लागि घुम्ने अनुमति र त्यसमा चाहिने डकुमेन्टहरू भनेको के हो, त्यसलाई वर्कमा कसरी कन्भर्ट गर्ने आदि इत्यादि कुराहरू मनमा खेल्छन्। र सुरुमा भन्न चाहँदा मैले तपाईहरुलाई यो भन्न चाहन्छु कि टुरिस्ट भिजा केही दिनको लागि हो र त्यसमा पर्ने डकुमेन्ट भनेको मैले डकुमेन्टको लिस्ट बनाएर आएको छु। तपाईले आरामसँग हेर्दिनु सुनिदिनु होला। पहिलो नम्बरमा भ्यालिड पासपोर्ट चाहिन्छ। कुनै देशको लागि 1 वर्ष चाहिन्छ र कुनै देशको लागि न्यूनतम 6 महिना भयो भने पुग्छ टुरिस्टको लागि। त्यसमा पर्ने ब्याङ्क ब्यालेन्स भनेको ठुलो देशको लागि जस्तो अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायत अरू राम्रो देशहरूको लागि भनेको तपाईको जब राम्रो हुनु पर्यो। पहिला जब अफर हुनु पर्यो तपाईसँग कि तपाईँ त्यो देशमा गएर खर्च गर्ने तपाईको क्यापासिटी कसरी बन्यो यो त्यो प्रुभ गर्नुको लागि। किनकि कतिपय ठाउँमा प्रमाणित गर्नुपर्ने हुन्छ, यु हेभ टु प्रुभ अ लट। र कतिपय ठाउँमा तपाईहरुलाई त्यतिकै पनि सानो इन्कम सोर्सले पनि जान दिन्छ, नदिने हैन। अनि अर्को कुरो चाहिँ तपाईको विकली स्टेटमेन्ट र मन्थली स्टेटमेन्ट कस्तो छ, तपाईको प्रोफेसन के हो, टिचिङ हो कि तपाईको प्रोफेसन कुनै पनि प्रोफेसन स्वीकार्य छ। दे एक्सेप्ट अल दी प्रोफेसन्स, बट उहाँहरूको बजेट स्टेटमेन्ट कति छ, बजेट कति छ, उहाँले खर्च गर्न सक्ने कति। जस्तो तपाईको 1 मन्थको लागि जानुहुन्छ त्यसको खर्च अलग्गै पर्ला भनेपछि म्याक्सिमम जाने भनेको 15 डेज, 7 डेज, 5 डेज त्यस्तै गरेर जानुहुन्छ। यसमा चाहिँ सोर्स लाग्ने भनेको तपाईको ब्याङ्क स्टेटमेन्टको लाग्छ। तपाईले यदि कुनै एजेन्टलाई 1 रुपैयाँ पैसा नतिरिकन तपाईँ यदि आफैमा निर्भर भएर यदि तपाईँ टुरिस्ट भिजामा कुनै ठाउँ जान चाहनुहुन्छ भने चाहिँ पहिला 6 मन्थ्सको ब्याङ्क स्टेटमेन्ट अवश्य पनि झिक्नु होला। 6 मन्थ्सको ब्याङ्क स्टेटमेन्ट। त्यसपछि तपाईको इन्कम सोर्स के हो त त्यो जनाउने डकुमेन्ट, इन्कम सोर्स आय स्रोतको डकुमेन्ट त्यो तपाईसँग हुनु जरुरी छ। र ब्याङ्क स्लिप 6 महिनाको ब्याङ्क स्लिपहरू तपाईले जम्मा गर्नुपर्ने हुन्छ। त्यो चाहिँ एम्बेसीको लागि है। तपाईँ त्यो ठाउँमा गरिरहेको बेला कामको अपोइन्टमेन्ट लेटर कसैले माग्छ, अपोइन्टमेन्ट लेटर माग्छ। त्यसपछि 6 महिनाको इन्कम सोर्स माग्छ। त्यसपछि 6 महिनाको पे स्लिपहरू माग्छ, जुन ठाउँबाट आएको त्यो ठाउँ माग्न सक्छ कुनै कन्ट्रिजहरूले। जस्तै अस्ट्रेलिया, युनाइटेड किङडम, त्यसपछि तपाईको युएसए, क्यानाडा, अनि नर्वे, स्विडेन राम्रो कन्ट्रीहरूमा चाहिँ के गर्छ माग्छ, यस्तो डकुमेन्टहरू माग्छ। र तपाईमा यो पनि कुरा आयो होला, हैन यो त डकुमेन्ट त अरूले पनि बनाइदिन्छ भन्दाखेरि, बट यदि तपाईलाई स्वयं नै म जान्छु म आफै गर्छु भन्दाखेरि चाहिँ यसको धेरै जस्तो हरेक गभर्नमेन्टको वेबसाइट हुन्छ, हरेक गभर्नमेन्ट वेबसाइट हुन्छ जोबाट तपाईँ टुरिस्ट भिजा इजिली लाउन सक्नुहुन्छ। तपाईले जानु पर्यो त्यसको वेबसाइटमा जानु पर्यो। वेबसाइटमा गएपछि त्यहाँमा इन्क्वायरी गर्न सक्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ र मोस्ट इम्पोर्टेन्टली इमेल गर्नुहोस्। तपाईले यदि आउँदैन भने इमेल एड्रेस बनाउनुहोस् र इमेल गर्नुहोस्। त्यो मार्फत पनि तपाईँ एप्लाई गर्न सक्नुहुन्छ र जानकारी लिन सक्नुहुन्छ। एजेन्टबाट टाढा बसेर आफैले पर्सनली एप्लाई गर्ने तरिका भनेको आफैसँग तपाईको यो डकुमेन्टहरू हुनु पर्यो, जो तपाईलाई अघि नै मैले भने डकुमेन्ट। कुन डकुमेन्ट हो? पासपोर्ट एटलिस्ट 6 महिना भ्यालिड हुनै पर्यो, एटलिस्ट पनि 6 महिना भ्यालिड हुनै पर्यो। बाई चान्स तपाईँ उता बस्नु अलि घरैमा आउनुभयो भनेपछि पनि तपाईँलाई आउनको लागि सजिलो होस्। 3 महिनाको पासपोर्टको भिजा भ्यालिडेसनमा नजानु होला तपाईँहरू। त्यसपछि चाहिँ तपाईँको लाग्ने भनेको ब्याङ्क स्टेटमेन्ट प्लिज 100% नै देखाउनु होला। ब्याङ्क स्टेटमेन्ट त्यो जरुरी छ, अपलोड गर्नुपर्ने हुन्छ। त्यो चाहिँ अनलाइन पोर्टलहरूमा एप्लाई गर्नुपर्ने हुन्छ। अर्को भनेको तपाईँहरूको इन्कम सोर्सको सर्टिफिकेट आफैसँग राख्नु होला या त बनाउनु होला, या त बनाएको सामान सुरक्षित राख्नु होला र एप्लाई गरिदिनु होला। यदि यसमा पनि तपाईले पुगेन भने तपाईको आइटिआर माग्छ, इन्कम ट्याक्स रिटर्न माग्छ है। इन्कम ट्याक्स तपाईले कति तिरेको पनि माग्छ कुनै ठाउँमा, त्यो भने त्यो पनि सुरक्षित राख्नु होला। जसमा जो तपाईँ प्यान नम्बरबाट नेपाल, यदि इफ यु आर नेपाल प्यान नम्बरबाट माग्न सक्छ, त्यो चाहिँ दिन सक्नुहुन्छ त्यसबाट। देन यति भइसकेपछि तपाईँ चाहिँ पर्सनल्ली भिजा लज गर्न सक्नुहुन्छ। आफ्नो लागि भनेर भिजा लज मजाले गर्न सक्नुहुन्छ यसको लागि है। यो भनेको अब यसमा खर्च कसरी देखाउने भन्दाखेरि चाहिँ यसको नि प्याटर्न छ। खर्चको मिनिमम पनि स्रोत भनेको 50,000 त हुनै पर्यो। इन्कम सोर्स
50,000 मिनिमम त देखाउनै पर्ला है इन्कम सोर्स। अनि विकली या मन्थली 10 to 20,000 खर्च गरेको सानो कन्ट्रिजहरूको लागि खर्च देखाउनु पऱ्यो। अब म्याक्सिमम भन्दा ठुलो कन्ट्रिजहरूको लागि ठुलो प्रोफेसनलहरूलाई चाहिँ लान्छ उहाँहरूले। त्यसको लागि तपाईँको मिनिमम पनि इन्कम सोर्स भनेको 80 to 1 लाख रुपियाँ हुनु पर्यो। 80,000 देखि 1 लाख रुपियाँसम्म तपाईँको यदि स्टेटमेन्ट छ भनेपछि सायद तपाईँ केपेबल हुनुहुन्छ, जसमा चाहिँ अमेरिकाको B1 र B2 भिजा पर्न जान्छ है। यसमा चाहिँ तपाईँले अनलाइन दिने भनेको DS-160 को फर्म हो युएसको। अस्ट्रेलियाको लागि अलग्गै क्याटेगोरी आउँछ, त्यसपछि क्यानाडाको लागि अलग्गै क्याटेगोरी, क्यानाडाको लागि पनि अनलाइन पोर्टल आउँछ, अस्ट्रेलियाको लागि पनि अनलाइन पोर्टल हुन्छ, अरूको लागि अनलाइन पोर्टल नै हुन्छ जसमा तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। सेन्जेन कन्ट्रीको पनि सेम नै, युरोपियन कन्ट्रीको पनि सेम नै, तपाईँले एप्लाई गर्न सक्नुहुन्छ विदाउट ह्याभिङ एन एजेन्ट है, कुनै एजेन्ट बिना पनि। कुनै एजेन्टले जस्तै अनि अर्को कुरा आउँछ एप्लाई कसरी गर्ने। यसमा चाहिँ कभर लेटर एप्लिकेसन लेटर लेखेर दिनु पऱ्यो कि म यो ठाउँ घुम्न जान लाग्यो। अर्को एउटा कुरा म्याक्सिमम मान्छे झुक्किने भनेको आइटेनेरी भनेको के हो भन्दाखेरि तपाईँ त्यो ठाउँमा जाने तर कुन ठाउँमा जाने त्यो तपाईँ डिस्क्राइब गरेर लेख्नुपर्ने हुन्छ। डिस्क्राइब द मोस्ट इम्पोर्टेन्ट पार्ट्स अफ द्याट कन्ट्री, किन जाने, कतिखेर कहाँ जाने, कुन बेला कहाँ जाने, कुन दिन कहाँ जाने होइन। यदि साथी छ भने साथीलाई भेट्न जाने कि नजाने, यदि सिङ्गल आफै जाने, आफूसँग आफ्नो श्रीमती आफ्नो या त परिवार कुनै पनि मान्छे लान चाहँदै हुनुहुन्छ भने तपाईँले त्यो जनाउनु पर्ने हुन्छ, 100% नै जनाउनु पर्ने हुन्छ। पछि गएर मैले जनाउन सकिनँ भन्न पाएन, त्यसलाई भन्छ आइटेनेरी। त्यसपछि फ्लाइटको कुराहरू भयो, कति ठाउँमा डम्मी फ्लाइट पनि चल्छ भने कतिखेर रियल डकुमेन्ट पनि तपाईँले पेस गर्नुपर्ने हुन्छ। जस्तै होटलको लागि तपाईँले आइटेनेरी कसरी बनाउने भनेको पहिला फ्लाइटको लागि बनाउने, त्यसपछि तपाईँको रियल कस्ट के हो त्यो सबै कभर गर्नु, त्यो देशको सबै कुराहरू हेर्ने, रिसर्च गरेर मात्र आइटेनेरी बनाउनु होला। यदि आइटेनेरी बनाउन गाह्रो छ भने चाहिँ सम्पर्क गर्दा पनि हुन्छ। आइटेनेरी चाहिँ तपाईँको फ्री नै बनाइदिन्छौँ, नट अ वरी। त्यसपछि तपाईँको यसमा चाहिँ अन्य जानकारी चाह्यो भने अन्य जानकारीको लागि मलाई मेल गर्न सक्नुहुन्छ, मेल तपाईँले म राखिदिन्छु। बाँकी भनेको इन्कम स्टेटमेन्टमा भर पर्छ, इन्कम स्टेटमेन्ट अनुसार नै जानु होला। इन्कम स्टेटमेन्ट छैन भने चाहिँ अलिकति गाह्रो पर्न सक्छ, तपाईँले एम्बेसीले नपत्याइदिन सक्छ। सबैले भनेको भरमा म लगाइदिन्छु र डकुमेन्ट बनाइदिन्छु भनेको भरमा चाहिँ नलगाउनु होला, कुनै पनि भिजा फाइल नलगाउनु। तपाईँले यो आफै पनि लगाउन सक्नुहुन्छ। र डकुमेन्ट भनेको यी नै हुन्, क्लियर गर्नुपर्ने डकुमेन्ट। बाँकी भनेको उनीहरूको भिजा एम्बेसी फी। अब मैले टुरिस्ट भिजा लगाएपछि त्यो भिजाको लगाएको पैसा फिर्ता आउँछ कि नै, विल द्याट बी रिफन्डेड अर नट भनेपछि त्यो भनेको सरकारी पैसा, त्यो कुनै हालतमा रिफन्ड हुँदैन। किन हुँदैन भने त्यो सरकारी पैसा नै हो, त्यो चाहिँ एम्बेसीले नै जाने। एम्बेसीको मेन एम्बेसीमा दिएको एप्लिकेसनको पैसा त्यो फिर्ता हुँदैन, त्यो नन रिफन्डेबल पैसा हुन्छ है। कुनै पनि एम्बेसीमा नन रिफन्डेबल पैसा हुन्छ। र तपाईँले डमी फ्लाइटहरू बुक गर्न थाल्यो भने त्यसको त कुनै तपाईँलाई चार्ज लाग्दैन। त्यसपछि बाँकी भनेको तपाईँको एप्लिकेसन हाल्दाखेरि डकुमेन्ट बनाउँदा चार्ज, सामान्य चार्ज लाग्न सक्छ। त्यसको लागि तपाईँले हेरविचार गर्नुपर्ने हुन्छ आफैले। डकुमेन्टहरू तपाईँको यदि आफूसँग डकुमेन्ट छ भने कुनै पनि एमाउन्ट लाग्दैन। र कसैलाई चाहिँ यदि यो के हो ऊ के हो भनेर सोद्धाखेरि तपाईँले म्याक्सिमम् यो बुझिराख्नु पऱ्यो कि फोटो जहिले पनि व्हाइट ब्याकग्राउन्डमा लाग्छ। व्हाइट ब्याकग्राउन्डको फोटो तपाईँले एकदम कम्पलसरी हुन्छ, त्यो चाहिँ तपाईँ राखिराख्नु होला, ठुलो साइजको राखिराख्नु होला, तपाईँलाई काम लाग्न सक्ने कुराहरू। पासपोर्ट स्क्यान गरेर राख्नु होला, तपाईँले पासपोर्ट स्क्यान गरेर मोबाइल ल्यापटपमा जताबाट युज गर्नुहुन्छ त्यो राख्नु होला। त्यो राखेपछि तपाईँ टोटल्ली काम लाग्छ। यो भनेको फुल फ्री इन्फर्मेसन हो। यसमा चाहिँ कुनै पनि सहयोग चाहियो, तपाईँलाई कुनै पनि कुराहरू बनाउनु पऱ्यो भने प्लिज सम्झिनु होला। यसमा तपाईँलाई बायोडाटा चाहियो, रिज्युम चाहियो, सिभी चाहियो। त्यो तिनवटा कुरा भनेको एउटै हो, बायोडाटा, सिभी र रेज्युम। यो तिनवटा कुरा भनेको एउटै कुरा, यो कुनै अलग कुरा होइन। कभर लेटर, एप्लिकेसन लेटर भनेको अलि फरक पर्न जान्छ। कभर लेटर भनेको तपाईँको इन्सपायर गर्नको लागि बनाइन्छ भने चाहिँ एप्लिकेसन लेटर भनेको उहाँलाई सम्बोधन गरेर मलाई चाहिँ त्यो काममा राख्नुहोस् भनेर बनाइन्छ। एप्लिकेसन कभर लेटर अलग अलग हो। यसको पनि ढाँचा हुन्छ, ढाँचा अनुसार नै जानु होला। जो पाए त्यही जुन पाए त्यही डकुमेन्ट बनाएर कुनै पनि मान्छेलाई नदिनु होला, कुनै कम्पनीलाई नदिनु होला। यदि कुनै ठाउँमा अनलाइन पनि वर्क भिजा एप्लाई गर्नु, जस्तै टुरिस्ट भिजा एप्लाई गर्नु, जस्तै सिजनल भिजा नै एप्लाई गर्नु छ भनेपछि पनि कभर लेटर र एप्लिकेसन लेटर बनाउँदा एकदम ध्यान दिनु होला। हरेक कुराहरू तपाईँको लेखाइमा सीमित हुँदैन, केही कुराहरू तपाईँको ज्ञानको कुराहरू पनि रहन्छ। र तपाईँहरूले चाहिँ कसरी एप्लाई गर्नुभएको छ त्यो कुराहरूमा पनि यो लागु हुने गर्दछ। जस्ट बी अलर्ट फ्रम मोस्ट अफ दि
एजेन्ट्स है यिनीहरूबाट टुरिस्ट भिजाको लागि चाहिँ म लगाइदिन्छु भने त सबै लगाउन सक्दैन र 100% टुरिस्ट भिजा चाहिँ हुँदैन, किनकि 100% टुरिस्ट भिजा भनेको एम्बेसीले दिने भिजा हो। सो एम्बेसी मार्फतबाट नै काम हुन्छ। एजेन्टले म लगाउन सक्छु र मबाट यस्ता कामहरू हुन्छन् भनेपछि म 100% लगाउन सक्छु भने त्यस्तो कामहरू नपत्याउनु होला। यदि तपाईँको फ्रेन्ड हुनुहुन्छ कुनै देशमा, तपाईँको आमा बुवा हुनुहुन्छ, कसैले तपाईँले स्पोन्सर गरेर बोलाउँदै हुनुहुन्छ भने चाहिँ त्यो ठाउँमा चान्स म्याक्सिमम हुन्छ र लाग्न पनि सक्छ। बट त्यो पनि एम्बेसीमा डिपेन्ड गर्छ कि कुन एम्बेसी हो। अलि हाई लेभलको एम्बेसी जस्तै युएस एम्बेसी छ, क्यानाडियन एम्बेसी छ, अस्ट्रेलिया एम्बेसी छ भने चाहिँ यसले तपाईँलाई एक्चुअली रिचेक गर्न सक्छ, क्ल्यारिफाई माग्नु सक्छ, नदिनु सक्ने भन्ने हुँदैन। स्योर सर्ट भिजा कतै पनि हुँदैन। ए तपाईँले आफ्नो चाहनुहुन्छ भने आफैले पनि लाउन सक्नुहुन्छ, अरूको मार्फत तपाईँको रिलेटिभ मार्फत लाएर तपाईँले सपोर्ट लाउनु हुनसक्छ भने चाहिँ त्यो पनि सक्नुहुन्छ। र तपाईँसँग यदि फाइनेन्सियल डकुमेन्ट छैन, मानौँ कि तपाईँको आय स्रोत केही नै छैन भनेपछि पनि तपाईँको मान्छे यदि त्यहाँ बाहिर हुनुहुन्छ भनेपछि उहाँलाई चाहिँ स्पोन्सर बनेर चाहिँ मेरो काम गर्दै म चाहिँ एक्चुअली भिजिट गर्न आउन चाहन्छु भनेर पनि भन्न सक्नुहुन्छ। त्यहाँमा कुनै दुई मत छैन, किनकि उहाँले स्पोन्सर बनेर पनि तपाईँलाई टुरिस्ट भिजा लगाउन सक्नुहुन्छ। यो चाहिँ टोटल्ली फ्याक्ट हो, योभन्दा बाहिर केही पनि छैन। र उहाँहरूले पनि आफ्नो टोटल डकुमेन्टहरू सो गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई चाहिँ त्यहाँ भित्राउनको लागि टोटल डकुमेन्टहरू सो गर्नुभयो, त्यो डकुमेन्ट अन्तर्गत नै यस्ता कुराहरू अगाडि बढ्ने नै हो। अनि योभन्दा बाहिरको कुरो भनेको तपाईँहरूको लागि तपाईँहरूले लेख्ने एप्लिकेसन, सिभी, बायोडाटा आदि इत्यादि कुराहरू हो। त्यो कुराहरूमा चाहिँ ध्यान पुर्याउनु होला। र त्योभन्दा अगाडि केही पनि छैन। यदि कसैले यो म बनाइन्छु यसको 500 भने चाहिँ तपाईँले 5 पैसा पनि पर्दैन। बट इन सर्भिस तपाईँलाई लाग्छ कि आई सुड पे समथिङ भनेर लाग्छ भने चाहिँ जेन्युन मान्छे भने तपाईँले पे गर्दा पनि तपाईँको इच्छा हो त्यो। बट यदि तपाईँले सिक्न चाहनुहुन्छ भने चाहिँ प्लिज सिक्न सक्नुहुन्छ। एप्लिकेसन लेख्न, कभर लेटर, बायोडाटा आदि इत्यादि कुराहरू लेख्न सिक्न सक्नुहुन्छ नि। यो चाहिँ तपाईँहरूको लागि आफै नै बेटर हुनेछ। तपाईँले कसैको भर पर्नु परेन। बायोडाटा, प्रोफेसनल बायोडाटा लेख्ने एप्लिकेसनहरू पनि थुप्रै पाउँछ। अनलाइन एप्लिकेसन, अफलाइन एप्लिकेसन लेख्ने पनि थुप्रै पाउँछ। त्यसको लागि विचार गर्नु होला। हस् त।